गुड मर्निङ गाइज। आजको भ्लग चाहिँ मैले सिधै बेडबाट सुरु गरेँ। बल्ल उठेको गाइज। हिजो चाहिँ ड्युटीबाट एकदम लेट आएको थियो। यतिखेर चाहिँ 8:30 भएको रहेछ। हिजो चाहिँ 2 बजीतिर आएर सुतेको थिएँ। ड्युटी एकदम नाइटसम्म थियो गाइज। बुढी चाहिँ अझै पनि सुतिरहेछ। आज चाहिँ मेरो छुट्टी पनि छ र बुढी पनि छुट्टी नै हो। त्यसले गर्दा आज चाहिँ भ्लग चाहिँ बेडबाटै सुरु गरेँ गाइज। आजको भ्लग चाहिँ यतैबाट सुरु गरौँ। आज चाहिँ छुट्टी छ। बाहिर घुम्न पनि अब कता जानु यस्तो अवस्थामा। अवस्था अलि ठिक छैन। 2 हप्ताको लागि सिजफायर त भएको छ, तर पनि बाहिर जानु उचित त छैन। तैपनि एकछिन बरदुबईतिर जानु काम चाहिँ छ। हेरौँ अहिले जान्छ कि जाँदैन। एकछिन रुमहरू सफा गरौँ, खाजासाजा खाएर खानासाना बनाएर त्यसपछि आजको भिडियो सुरु हुन्छ साथीहरू। सो यो चाहिँ मेरो सानो रुम हो, पार्टिसन। यस्तै छ दुबईको बसाइ चाहिँ। भने जस्तो चाहिँ छैन साथीहरू। बुढीलाई पनि उठाउनु पर्यो। बुढी चाहिँ यता सुतिरहेछ। ओइ बुढी, गुड मर्निङ। ओइ रेको, बुढी सुतिरहेछ। एकछिन सुत। गाइज अब चाहिँ भोक लाग्यो। खाने बेला पनि भयो। थोरै भात पकाउनु पर्यो। अनि यो चाहिँ हाम्रो किचन हो। किचनमा चाहिँ मैले अघि नै दाल बसाली राखेको थिएँ। पाक्न टाइम लाग्छ नि त। सब्जी चाहिँ आज साग बनाउँछु र भात पकाउँछु गाइज। साह्रो भोक लागेको छ हौ। हिजो कामबाट एकदम अबेर आएको थियो। यो चाहिँ हाम्रो किचन हो गाइज, सेयरिङ किचन। ठिकै छ, राम्रै छ। त्यति भिडभाड पनि खासै हुँदैन। यहाँ चाहिँ प्रायः जसो 16 पार्टिसनहरू छ। 16 भन्नाले हरेक पार्टिसनमा एकजना मात्र बसिरहेको हुन्छ। कुनै कुनै छ कपल पार्टिसन भने, प्रायः चाहिँ 16 पार्टिसन छ। त्यसले गर्दा खासै भिडभाड चाहिँ हुँदैन। र यो चाहिँ हाम्रो बाल्कनी। र गाइज आज मेरो छुट्टी पनि हो र मौसमले पनि हेर्नु कस्तो च्यालेन्ज गरिरहेको छु कि। आज चाहिँ मौसम चट्ट रक्सी खाने मौसम भएको छ। कस्तो हेर्नु न, हुस्सु लागिरहेको हो कि पारीतिर पुरा पानी नै परिरहेको। यसपालि दुबईमा के भएको के भयो। यतिखेर त खतरा गर्मी हुनुपर्ने है। एकदम चाहिँ कहिले पानी पर्ने कहिले के हुने भइरहेको छ। यो चाहिँ हाम्रो अल्बर्ट्स एरिया हो। यहाँबाट यता चाहिँबाट चाहिँ डे टु डे जान्छ भनेदेखि यताबाट चाहिँ मल अफ एमिरेट्स। यहाँ चाहिँ छ लुलु हाइपर सुपर मार्केट। सो गाइज यस्तै हो। लुगा पनि हाल्नु छ र थोरै लुगा पनि हाल्छु मेसिनमा। मेसिन खाली रहेछ। सो यस्तै हो साथीहरू। दुबईमा चाहिँ 2 हप्ताको लागि सिजफायर युद्ध विराम भए तापनि उता इरानबाट चाहिँ केही मिसाइलहरू हानिरहेछ भन्ने खबर पनि आएको छ। अब यस्तो बेलामा घुम्न जाने कुरा पनि भएन। तैपनि आज चाहिँ एकछिनको लागि उता बर्दुबईतिर घुम्न जानु काम छ, सानो कामले। बेलुकातिर निस्किनु पर्ला। साँझतिर निस्किन्छु। अहिले चाहिँ खाना बनाउँछु। भात पनि बसाले राइस कुकरमा। गाइज रायोको साग पनि रेडी टु कुक अवस्थामा। खासमा आज चाहिँ मलाई रायोसँग पोर्क मिसाउनु मन थियो। बुढीलाई चाहिँ रायोको सादा साग खान मन लाग्यो, त्यही भएर रायो मात्र बनाउँदैछु। रायो, लसुन, टमाटर चाहिँ दालको लागि। ओइ तले
यसमा चाहिँ मैले थोरै कर्न स्टार्च एड गरेँ। पछि किचन चट्ट आफैले सफा गरेर राख्नुपर्छ, नत्र चाहिँ फाइन पनि लाग्छ। त्यसले गर्दा खाना बनाइसकेपछि चट्ट सफा गरेर राख्नुपर्छ, नत्र फाइन पनि लाग्छ है साथीहरू। यस्तो चाहिँ हुनुपर्छ, अनि बल्ल सफा हुन्छ अपार्टमेन्टहरू। यस्तो सेयरिङ कोठामा अलिकति टाइट चाहिँ गर्नुपर्ने रहेछ। यतिखेर चाहिँ हामी रुमबाट निस्केर पनि बुर्ज खलिफा पुगिसक्यो साथीहरू। आजको मौसम चाहिँ कस्तो पानी पर्ला जस्तो भइरहेको छ साथीहरू। पानी पनि परेको त छैन, तैपनि आकाश एकदम बादलहरू घुमिरहेछ। अहिले चाहिँ हामी अल दुबईको मेट्रो स्टेसनमा आइपुग्यो साथीहरू। हामी चाहिँ मोबाइल सपमा जाँदैछौँ, एउटा मोबाइल लिनु थियो र मोबाइल रिपेयर पनि गर्नु थियो। त्यसले गर्दा निकै दिन भएको थियो त बर्दुबई साइड नआएको, आज चाहिँ निकै दिनपछि बडी पनि छ साथमा। यो चाहिँ निकै लामो छ। एउटा आइफोन लिनु थियो हामीलाई आज चाहिँ, न्यू भन्दा पनि एउटा युज आइफोन लिनु थियो घरको लागि, घर पठाउनको लागि। त्यसले गर्दा आज हामी यता आएको। मौसम चिसो चिसो रहेछ, एकदम गर्मी हुनुपर्ने यतिखेर त। यसपालि दुबईमा के भयो एकदम मौसम कस्तो त्यो भइरहेछ। एक त यो लडाइँले पनि एकदम असर गरिरहेछ। यस्तो छ यहाँको मेट्रो स्टेसन चाहिँ। आज चाहिँ एकदम खाली खाली रहेछ, किनभनेदेखि आजभोलि मान्छे खासै छैन नि त दुबईमा। अब चाहिँ यहाँ निस्क्यो यहाँबाट, हामी चाहिँ एक्जिट यताबाट जाने हो। यता नि हो क्या चाहिँ उससे कि यसरी में पनि अलन्सारी बर्दुबई पार्क अझ पुरै खाली सकेर हौ, अझ पुरै खाली छ। जमजम अल मदिना यो पसलको नाम चाहिँ पहिला भेराइटी थियो भने अहिले चेन्ज भएको रहेछ। उसके बाद बोलता है बैंक नहीं, मैं कल आके रहीम भाई देखो क्या लिखा शॉप पे आके देखो पहले कंडीशन तो देखो। रिपेयरको लागि दिएको थियो र आज एउटा मोबाइल पनि किन्नु थियो। यहाँ चाहिँ सबै कुरा हुन्छ साथीहरु। 93 है। हां एकदम देखो आपको भेज रहा है वो 256 कौन सा कलर है भाई? ग्रे 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 कवर 256 GB TDR है हमारे पास था, वो जा रहा है भाई। अगर ऐसा मोबाइल चाहिए तो कांटेक्ट करो रहीम भाई से। थैंक यू गाइस, अल्लाह हाफ़िज़। हेलो गाइस, तो देखो खास वीडियो, मेरा दोस्त है, अकाउंट नंबर 2 500 दिरहम डालता हूँ, रहीम भाई आएगा, फिर कल आएगा देने के लिए। मेरे साथ ब्रदर सीधा बात करो, मैं सीधा मोबाइल बेचने वाला आदमी हूँ। कल आपकी वीडियो बनाई थी 12 प्रो मैक्स, आपने बुक करवाया, बोला मैं 500 रुपये डालता हूँ, फिर बोलता आप वापस आके रहीम भाई देके जाएगा। ये देख लो 1150 में ही बेचा है, दूसरे भाई को आपका वेट किया। कितना टाइम वेट किया आप देख लो टाइम। ब्रदर यहाँ पे लेना है तभी वीडियो बनवाओ, मेरे को अच्छा लगता है। ये 12 प्रो मैक्स गया, एक दूसरा 12 प्रो मैक्स था बॉक्स के साथ TDR है, ये भी गया सोल्ड आउट, क्योंकि हमारे पास कस्टमर का मोबाइल आता है TDR है, ऐसा जाता है आता है, लेकिन यहाँ पे 1 साल मतलब 1 साल ठीक है। जैसे भी बोलो आप लोग का प्राइस में कम होता है हमारा, और सबसे बड़ी चीज 1 साल यूज मोबाइल में देने वाला एक ही बंदा है, ठीक है, दुबई में। सही है, थैंक यू गाइस। ओके ओके नेपाली भाई, तुमने पहले भी मेरे से 2021 में मोबाइल लिया, सही है जी जी, अच्छा निकला, अच्छा वापस भी दे रहा हूँ। यहाँ पे मैं एक सीधा बोलता हूँ, खुला हुआ मोबाइल ना लो, सब ओरिजिनल लो, लेकिन आता है मेरे पास से लेता है एक्सेल कितना टाइम से, इतना टाइम से हम लोग ने एक अच्छा बनाया दुबई में, सही है। तो सबको बोलता हूँ, इंडिया बांग्लादेश किधर भी जाओ आप, हमारे से ओरिजिनल मोबाइल आएगा। और सबसे जो भी दुकान वाला देता है सब लोग को बोलता हूँ, भाई खुला हुआ नहीं दो, जितनी बैटरी है उतना दे दो, सही है। ओके ओके नेपाली मैडम, थैंक यू थैंक यू। साथीहरू आज चाहिँ घुमघाममै दिन बित्यो।
एउटा युज मोबाइल लिनु थियो आइफोन घरमा पठाउनलाई। यो चाहिँ मिना बजार बर्दुबैको फोनहरू हेर्नुहोस्, मोबाइलहरूदेखि लिएर क्यामेरादेखि लिएर तपाईँलाई के चाहिन्छ पुरै चाहिँ यहाँ मिना बजारमा पाइन्छ। मैले गोप्रो चाहिँ पहिला त्यो सबमा किनेको थियो। तपाईँलाई गोप्रोहरू चाहियो भने मिना बजारमा थोरै भित्र छिर्दा यो बिल्डिङमा पाइन्छ। घडीहरू तपाईँको उजी सिकार्नु हेर्नुहोस्। यस ब्रदर, घडीहरू यो एरिया चाहिँ पुरै मोबाइलहरू, युज मोबाइलदेखि लिएर ब्रान्ड न्यू सबै चिजहरू चाहिँ यहाँ पाइँदो रहेछ। अब चाहिँ हामी एकछिन गोल्ड पसलमा जान्छौँ, सुन पसलमा। थोरै सुन पनि किन्नु थियो र पुरानो 22 क्यारेटका सुनहरू छ बुढीसँग कि त्यो चाहिँ बेच्नु पर्यो। यता यस्तो छ। त्यहीले हिँड्ने हेडफोन दिएर म सही Your attention please. The train to Crete will depart from platform 4. अन्ततः साथीहरू बल्ल बल्ल रुममा पनि आइपुग्यो। दिनभरि घुमे आज चाहिँ बर्दुबैतिर। खासै जाने मन त थिएन, सानोतिनो काम थियो, सामानहरू किन्नु थियो, एक दुईवटा मोबाइल किन्नु थियो र केही सामानहरू किन्नु थियो। हामीले चाहिँ आज बर्दुबैमा एउटा युज आइफोन किन्यो नेपाल पठाउनलाई दाइको लागि, र छोरीको लागि सानो ट्याब लियो, र मेरो पर्सनल युजको लागि एउटा एन्ड्रोइड मोबाइल पनि लियो साथीहरू। ओप्पो पनि एकदम राम्रो हुन्छ साथीहरू। मैले पहिला पनि ओप्पो नै चलाएको थियो र मैले चाहिँ आज यो मोबाइल लिएको छु। हेरौँ खोलेर के रहेछ। कभर रहेछ एउटा ब्ल्याक कलरमा। मलाई चाहिँ यो भिडियोहरू एडिट गर्नको लागि कुनै एप्सहरू चाहिँ एप्पलमा आइफोनमा अलि राम्रोसँग सपोर्ट भन्दा पनि पे गर्नुपर्ने रहेछ कि, त्यही भएर हेर्नुहोस्। वाउ, यो कलरको लिएँ मैले चाहिँ, दामी। कुनै एप्सहरू एप्पलमा भइरहेको थिएन आइफोनमा, त्यही भएर मलाई पनि चाहिरहेको थियो। एउटा एन्ड्रोइड पनि लियो ओप्पोको, राम्रो लाग्यो। र ट्याब चाहिँ हामीले उतैबाट खोलेर ल्याएको थियो, राम्रो लाग्यो बच्चाहरूको लागि, एकदम राम्रो लाग्यो। र गाइस आजको भिडियो चाहिँ यस्तै भयो। हो, तपाईँलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला, र राम्रो लाग्यो भने भिडियोलाई सेयर पनि गरिदिनु होला, र यदि कोही नयाँ साथीहरू जोड्नु भएको छ भने च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। र छुट्टिन्छौँ आजको भिडियोबाट साथीहरू, भेट्ने अर्को भिडियोमा। टेक केयर, बाई बाई।